नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई यस एडिटिज युट्युब च्यानलको नयाँ भिडियोमा। आज वैशाख पूर्णिमा र गुरु गोरखनाथको जन्मदिन पनि। आज म तपाईहरुलाई यस्तो ठाउँ देखाउन गइरहेको छु जुन गण्डकी प्रदेशको गोरखा जिल्लामा रहेको चर्चित गाउँपालिका सिरानचोकमा रहेको श्रीनाथकोट मण्डली मन्दिर परिसर र शाहवंशको उदयपूर्वको सिरानचोक कोट दरबार क्षेत्र तथा किल्लाहरूको अवलोकन गराउनेछु। साथै आज वैशाख पूर्णिमा भएकोले गोरखा जिल्लाका 36वटै कोटहरूमा चामलको पिठोमा 32 किसिमका मसलाहरू मिसाएर 3 दिने 1.25 करोड रोड महोत्सवको तयारी सुरु भएको पहिलो दिनमा मन्दिर क्षेत्र र कोटहरूको अवलोकन गराउनेछु। सिरानचोक गाउँपालिकाको केन्द्रबिन्दु नै भएकोले यस पालिकाको 7वटै वडाहरूबाट यहाँ आउने सजिलो बाटोहरू जोडिएका छन्। केराबारी, थालाजुङ, हर्मी, छोप्रा, गाँखु, गोहरे तथा जौबारी चिप्लेटीबाट यहाँ स्थानीय भक्तजनहरू र बाहिरबाट पनि यस समयमा र अन्य पर्वहरूमा निकै भिडभाड हुने गर्दछ। चैत वैशाखको बेला भएकोले यहाँ ऐसेलु र काफलहरू पाकिरहेका देख्न सकिन्छ। यहाँबाट वरपरका सम्पूर्ण गाउँहरू र टाढाका स्थानहरू पनि निहाल्न सकिन्छ। हामी एकीकरण पूर्वको घले राजाहरूको भग्नावशेष दरबार र किल्लाहरू पनि नजिकैबाट हेर्नेछौँ। आउनुहोस् अब भिडियो सुरु। अहिले बिहानको 10 बजेको छ। अहिले हामी तल्लो गोहरे माथिको सुब्बा चौतारामा छौँ। हामी गोहरे डाँडा गाउँ हुँदै आरुबोट कोलाबाट उकालो लाग्ने तयारीमा छौँ। उकालोमा केही क्षण हिँड्दै थकाइ मार्दै काफल ऐसेलु खाँदै हामी निकै माथि पुग्यौँ। मन्दिर पुगे ठाउँमा सिँगो लगाइएको राम्रो बाटो देखिन थालेका छन्। मन्दिर परिसर पुग्ने बित्तिकै रमाइलो पार्कमा थकाइ नमारी मनले सुखै दिएन। अहिले करिब 1 बजेको छ। पार्कमा केही बेर थकाइ मारेर हामी मन्दिर परिसरतर्फ अगाडि बढ्यौँ। मन्दिर परिसरमा खानेपानी, भावाशाला, शौचालय, पिकनिक स्पोट आदिको राम्रो व्यवस्था छ। मन्दिर बाहिर रुट बनाउने काम भइरहेको छ। कोही पिठो मुछ्ने, कोही डल्ला पार्ने, कोही पकाउने काममा व्यस्त हुनुहुन्छ। अब हामी सिरानचोक गढीघाट कोटहरूको अवलोकन गर्न पश्चिमतर्फ लाग्यौँ। ढुङ्गा काटेर बनाइएका सिँढीहरू र दायाँ बायाँ लगाइएका पर्खालहरू तिनै कोटहरूसम्म पुर्याएका थिए। ढुङ्गाका लक्कु बनाउँदै ऐसेलु टिप्दै अगाडि बढिरह्यौँ। सिँढीको बाटो हिँड्दै गर्दा लेगाली जङ्गलको रुखहरूको बीचबाट वरपरका रमणीय दृश्यहरू देखिएका थिए। अग्ला घाँसका रुखहरू कतै कतै मात्र फुलेका बाँकी फुलिसकेका।
चिसोका कारण टाढा टाढाका दृश्यहरू भने देख्न सकिएन।